साथै उपप्रधान सुश्री अध्यापक श्रीमान मनिष तामाङज्यूलाई पनि खदा लगाएर स्वागत गरिने अनुरोध गर्दछु। सुनारबस्ती एमएसके बाट हेडमिस्ट्री हाम्रा वसन्ती मुखियाज्यूलाई पनि स्वागत गरिदिने साथै खदा अर्पण गरिदिने विनम्र अनुरोध गर्दछु। खदा अर्पण गरिदिने विनम्र अनुरोध गर्दछु। अध्यापक श्रीमान ललित मुखियाज्यूलाई पनि खदा अर्पण गरिदिने विनम्र अनुरोध गर्दछु। साथै मार्गस्थल हायर सेकेन्डरीका हाई स्कुलका सहशिक्षक बुद्ध थामी सरलाई पनि खदा अर्पण गरेर स्वागत जनाइदिने अनुरोध गर्दछु। साथै हाम्रा क्षेत्रका गोराबारी क्षेत्रका एएनएम श्रीमती दीपिका राईलाई पनि खदा लाएर स्वागत जनाइदिने अनुरोध गर्दछु। उसै गरी मार्गेश्वर एएनएम साथै सोनदा सिएचओ मैडमलाई पनि खदा लाएर स्वागत जनाइदिने अनुरोध गर्दछु। नृत्य टोली र आज हाम्रो यस कार्यक्रमलाई कभरेज गरेर हाम्रो क्षेत्रभरि नै पहाडभरि नै आजको यो कार्यक्रमलाई फैलाइदिने साथै ह्युमन ट्राफिकिङ मानव तस्करी साथै ड्रग्स विरुद्ध अभियानलाई विभिन्न महानुभावले आजको यस सभामा सम्बोधन गर्नुहुन्छ र आजको इन्चार्ज महोदय सुनेकै है कमन एक्ट भइरहेको छ अहिले पोक्सो एक्टमा चाहिँ के हुन्छ भनेदेखिलाई यसमा चाहिँ नानीहरूको सेक्सुअल हरासमेन्ट भन्नाले कुनै नराम्रो अभद्र व्यवहार मात्रै नभएर उसलाई मेन्टल हरासमेन्ट साथै फिजिकल अब्युज होइन फिजिकल अब्युज कुनै पनि पेनिट्रेटिङ अब्युज पनि हुनसक्छ अथवा कुनै अब यसो छुवाछात मात्रै गरेर भए पनि हुनसक्छ होइन। पोक्सो एक्ट भन्नाले यो एक्ट चाहिँ तपाईँको स्पेसली फर चिल्ड्रेन होइन जसलाई चाहिँ अब पहिला त अब समाजमै हेरौँ हाम्रो समाज गाउँघरमै हेरौँ कुनै पनि नानीहरूलाई होइन कसैले सेक्सुअली हरास गर्यो आफूभन्दा ठुलो मान्छेले सेक्सुअली हरास गर्यो अब त्यो नानीलाई के गर्ने हाम्रोमा कुनै आइडिया हुन्थेन होइन। त्यो नानीलाई घरमै राखेर हामीले डरले हो कि के हो घरमै हामीले राख्थ्यौँ नभन्नु बाहिरतिर नभन्नु लाज हुन्छ आमा बाउलाई लाज हुन्छ बाजे बोजूलाई लाज हुन्छ भनेर हामीले त्यो नानीलाई के गर्थ्यौँ घरमै राख्थ्यौँ होइन र। तर अहिले के हुन्छ भने यो पोक्सो एक्टले चाहिँ हामीलाई एकदमै अलिकति भए पनि सुविस्ता दिएको छ। त्यसले चाहिँ के हुन्छ हामीले यो एक्ट अनुसार नानीलाई हाम्रो गाउँघरमा कुनै पनि सानो मसिनो नानीहरूलाई टिनेजलाई या सानो नानीहरूलाई कुनै पनि सेक्सुअल हरासमेन्ट भएको छ भनेदेखिलाई उहाँले कसलाई जसले चाहिँ ऊ एकदमै नानी चाहिँ जोसँग एकदमै क्लोज छ नियर छ होइन उसलाई इन्फर्मेसन दिएर त्यो अडल्टले चाहिँ गएर या त उसले डाइरेक्ट थानामा हामीले ड्रग्स भन्छौँ ड्रग्स सबैले भन्छ सबै कुरोलाई ड्रग्सै मानिन्छ। हामीले ड्रग्सको कुरा बुझेको छैनौँ। ड्रग्स भनेको के हो कस्तो हुन्छ खाँदा के हुन्छ नखाँदा के हुन्छ र यो खायो भने के हुन्छ यो कुरो हामीलाई कसैलाई पनि पुरा जानकारी छैन। ड्रग्स चाहिँ के हो ड्रग्स चाहिँ एउटा केमिकल सब्सटेन्स हो जुन चाहिँ हामी कुनै पनि जीवित शरीरमा दियो भने त्यसले एउटा बायोलोजिकल इफेक्ट गर्छ। त्यो बायोलोजिकल इफेक्ट कोही बेला राम्रो पनि हुनसक्छ या कुनै नराम्रो पनि हुनसक्छ। त्यही कुरोलाई हामीले जब पहिला हाम्रो भारत
स्वतन्त्र भएको बादमा या त्यसको अगाडि हामीले हेर्थ्यौँ के गर्थ्यौँ, जब इन्डियालाई मान्छेहरूलाई आफ्नो काबुमा ल्याउनुको लागि के गर्थ्यो, मान्छेहरूले ड्रग्सको सेवन गराउँथ्यो। उहाँहरूलाई ड्रग्सको सेवन यति साह्रो गर्थ्यो कि उनीहरू मादक पदार्थ खाएपछि पागल जस्तो हुन्थ्यो। त्यो भएकोले गर्दाखेरि चाहिँ सरकारले 1985 चाहिँ एउटा NDPS भन्ने एक्ट चाहिँ जारी गर्यो, जसले चाहिँ यो मादक सेवनलाई चाहिँ रोक्नुको लागि कोसिस गर्यो। किनभने यो ड्रग्समा पनि कतिवटा राम्रो छ, कतिवटा नराम्रो छ। कुनै चिज पनि ज्यादा खायो भने त्यसको के हुन्छ, साइड इफेक्ट हुन्छै हुन्छ। अनि सबभन्दा ठुलो कमजोरी के छ भने पल्लो घरको कसैले ड्रग्स सेवन गर्दछ भने हामी के भन्छौँ, यो पल्लो घरकोले छोराले या छोरीले ड्रग्स सेवन गर्दछ होइन, तिनीहरूको हेर्नु कस्तो हुन्छ हेर्नु भन्छ। हामीले त्यो आनन्द लिन्छौँ किनभने हामीमा आरिस भन्ने बन्छ नि त, उठाउँछौँ। हामीले यो सोच्दैनौँ कि त्यो घुमेर पनि हाम्रो समाजमा आएर हाम्रै घर पनि बिगार्छ भन्ने त्यो हेर्दैनौँ। त्यसले गर्दा हामीले के गर्नुपर्छ, हामी समाजको मान्छे सबै मिलेर यो चिजलाई चाहिँ अल्लो घरको होस् या पल्लो घरको होस् त्यसलाई चाहिँ हामीले सबले रोक्नु कोसिस गर्नुपर्छ। किनभने यो घुमेर हामीप्रति पनि हाम्रो माझमा हाम्रै फ्यामिलीमा पस्न सक्छ, हो कि होइन भन्नु। ठुलो नहोला, हामी चाहन्छौँ आज नानीहरूले पञ्चायतको तर्फबाट सम्मान ग्रहण गरिरहेका छन् भने सुनादा जिल्ला दार्जिलिङ अन्तर्गत जोरबङ्गला सुकिया पोखरी जिटिए सम्मान पत्र विद्या ददाती विनयम रघुवीर बस्ती रिङटाङ चिया बगान निवासी श्रीमान विश्वास राई एवं श्रीमती सृजना तामाङ राईकी सुपुत्री सुश्री प्रवेशिका राई गोडी क्लास कन्या उच्चतर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा पश्चिम बङ्गाल माध्यमिक परीक्षामा जम्मा 68% ल्याएर सफलता प्राप्त गरेको खण्डमा उत्प्रेरणा स्वरूप यहाँलाई यस सम्मान पत्र प्रदान गरिन्छ। हाम्रा मनिषहरूको बाहुलीबाट हस्तान्तरण गरिरहेछौँ। साथै नानीको आउने स्टडीमा केही सहयोग होस् भने आर्थिक सहयोग पनि हस्तान्तरण गरिदिने हाम्रा प्रधान श्रीमान पेम्बा तामाङज्यूलाई विनम्र अनुरोध गर्दछु। विद्यालय उच्च माध्यमिक परीक्षामा यस वर्ष हाम्रो क्षेत्रबाट अब्बल अङ्क लिने विद्यार्थीको नाम भन्न गइरहेछु। नेउर बालसिंह बीजगाउँ निवासी श्री दीपकर देवन माता रेगिमा लामाज्यूको कोखबाट जन्मी हालै माध्यमिक परीक्षा सेन्ट अल्फरेन्स हायर सेकेन्डरी स्कुलबाट 78% प्राप्त गरी हाम्रा क्षेत्र दोरारी मार्गदर्शन क्षेत्रमा सर्वश्रेष्ठ अङ्क लिने विद्यार्थी श्रुति श्री देवान साथै उहाँको माता पिता परिवारबाट कोही आउनु भएको छ, उहाँलाई हामी यहाँ साथै प्रधानज्यूलाई पनि म मञ्चमा आइदिने विनम्र अनुरोध गर्दछु। कार्यक्रमका कार्यालय गोदावरी मार्गस्ट्रोक ग्राम पञ्चायत हुलाक सोनादा जिल्ला दार्जिलिङ 737209 अन्तर्गत जोरबङ्गला सुकिया पोखरी जिटिए विषय सम्मान पत्र विद्या दादती विद्यायम बीजगाउँ नेउर बालासन चिया बगान निवासी श्रीमान दीपंकर देवन एवं श्रीमती रिकमा लामाकी सुपुत्री सुश्री देवान सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा पश्चिम बङ्गाल उच्चतर माध्यमिक परीक्षामा जम्मा 78% अङ्क ल्याएर
सफलता प्राप्त गरेको खण्डमा उत्प्रेरणा स्वरूप यहाँलाई यस सम्मान पत्र प्रदान गरे। आमा बाबा बाजे बजू सबैलाई खदा लाएर सम्मान गरिदिने अनुरोध गर्दछु। खदा सम्मान बिमारी हुनुहुन्छ हैन र उहाँहरूले आधा कोर्स उहाँहरूको कम्प्लिट गरिसक्नु भएको छ र उहाँहरू निको हुने क्रममा हुनुहुन्छ र यो निश्चय मित्र चाहिँ के हो भनेदेखिलाई डट्स यानि ट्युबरकुलोसिस चाहिँ कसरी हुन्छ भनेदेखिलाई फर्स्ट अफ अल त अब बिमारीको सर्ने बिमारीको एउटा किरा हुन्छ भनौँ, ब्याक्टेरिया हुन्छ, त्यसले हुन्छ हैन। र सेकेन्ड कन्डिसन चाहिँ के हुन्छ भनेदेखिलाई राम्रो खानपिन नभएर, प्रोटिन डाइट नभएर, त्यो मान्छेको रेस्ट नभएर, एउटा प्रपर रुटिन खानेको रुटिन नभएकोले गर्दाखेरि हुन्छ। स्पोन्सरसिपमा बिमारी रोगीहरूलाई यो न्युट्रिसन फुड हस्तान्तरण गरिँदैछ। चापाचापमा केही 2-3 दिनको समयमा नै भाइले यति राम्रो कोरियोग्राफ गरेर नानीहरूलाई तयार पारिदिनु भयो। त्यसको निम्ति अक्षर छेत्री भाइ साथै सम्पूर्ण नानीहरूको लागि जोरदार ताली बजाइदिने म विनम्र अनुरोध गर्दछु। धन्यवाद। गरमली मार्गेश्वर ग्राम पञ्चायतको आयोजनमा भएको यस सम्बर्धना कार्यक्रम अनि जनसत्य कार्यक्रममा उपस्थित सबै एकैमुष्टमा है स्वागत अभिनन्दन जनाउँदै यहाँ धन्यवाद। कार्यक्रममा मैले अब बोल्न पाउँदाखेरि तपाईहरु समक्ष 2 शब्द राख्न चाहन्छु र धेरै थोर कुराहरू विशेष गरी तपाईहरुले बुझ्नुभयो। जो हामी युवावर्ग जति युवावर्ग र उपस्थित हाम्रो स्टुडेन्ट नानीहरू विशेष गरी जो स्कुलबाट हामीले बोलाएको थियौँ, नानीहरूले जुन कुरा सिक्नु पर्ने थियो आज तपाईहरुले यहाँबाट हाम्रो विशिष्ट अतिथिगणहरूले तपाईहरुलाई जुन प्रकारले बुझाएको छ त्यो कुरालाई तपाईहरुले मनन चिन्तन गरेर आफ्नो जीवनमा त्यो कुरालाई उपभोग गर्नुभयो भने तपाईहरुको भोलिको दिन उज्जवल भएर जान्छ भन्ने म ठान्दछु। र विशेष गरेर वर्तमान समयमा हाम्रा युवा भाइ बहिनीहरू धेरै यस्तो धेरै कुलततिर फँसेर एउटा समाजलाई नै नराम्रो मार्गमा लाने कामहरू भइरहेको छ। त्यसको निम्ति हामी अभिभावक सँगसँगै अहिले पढ्दै गरेको भाइ बहिनीहरू यस कुरामा तपाईले ध्यान दिनुहोस्। विशेष गरी यो लास्ट बेन्चमा बस्ने स्टुडेन्ट भाइ बहिनीहरू तपाईहरु मोबाइल खेलाउनु हुँदैछ, यसमा राख्नुहोस्, तपाईले त ध्यान दिनुहोस् ल। तपाईलाई आज केही सिक्नुको लागि बोलाएको है हामीले। तपाईले जुन कुरा अघि पूर्ववक्ताहरूले तपाईलाई जुन कुरा बतायो त्यो कुराहरू तपाईको जीवनमा लागू भएको हुनुपर्छ। जुन राम्रो कुराहरू बताइएको छ त्यो कुरा लागू भएको हुनुपर्छ र त्यसको निम्ति चाहिँ तपाईहरुलाई आज यहाँ बोलाएर तपाईहरुलाई तपाईले गर्नुपर्ने कर्तव्य के हो, एउटा स्टुडेन्ट भएर स्टुडेन्ट मात्रै भएर स्टुडेन्टले गर्नुपर्ने कर्तव्य के हो भन्ने कुराहरू तपाईलाई आज हामीले अवगत गराउन लागि पनि यो एउटा कार्यक्रम आयोजन गरेको तपाईहरुको विशेष तपाईहरुको निम्ति राखेका छौं र तपाईहरुले बुझ्नु भएन, तपाईले यो कुरालाई मनन चिन्तन गर्नु भएन र तपाईको जीवनमा यो लागू गर्नु भएन भनेको यो आजको कार्यक्रम चाहिँ बेफाइदा भएर जानेछ। यहाँनिर उपस्थित तपाईहरु
गुगलमा तपाईँले कुनै पनि क्वेसन एन्सरहरू सर्च गर्न सक्नुहुन्छ, त्यो कुराहरू चलाउन सक्नुहुन्छ। तर अब मोबाइल लिएर एउटा कोठामा बस्यो कि त्यो एउटा डाँडामा गएर झुप्पा पर्यो, बस्यो, त्यहाँ विभिन्न प्रकारको राम्रो नराम्रो दुनियाँ प्रकारको त्यो एडहरू दिनेर गेमहरू दिन त्यस्तोहरू प्रयोग गर्दाखेरि चाहिँ तपाईँहरूलाई फाइदा हुन्छ जस्तो लाग्दैन। र विशेष गरी अभिभावकवर्गलाई पनि म के भन्न चाहन्छु भने हाम्रो नानीहरूलाई मोबाइल दिनु जरुरी छ, दिनुपर्छ, तर यसको पनि एउटा टाइम राखिदिनुहोस्, तपाईँले समय राखिदिनुहोस्। नानीलाई कुन चाहिँ समयमा चाहिँ हामीले मोबाइल दिनुपर्ने, स्कुलबाट आएपछि उसको एउटा स्कुलको स्टडी गर्नुको लागि उसलाई चाहिन्छ भने उसको पढिन्जेल चाहिँ उहाँलाई मोबाइल दिएर, तर छेउमा चाहिँ आमा बाउ पनि पढ्नु बसेको हुँदछ। हाम्रो चाहिँ के छ भने अचम्म कुरा, नानीलाई चाहिँ पढ भनेर आमा बाउ चाहिँ मस्त गफाउँछ, अन्त मोबाइल दिइरहेको हुन्छ। आज नानीहरूलाई भुलाउनु सजिलो छ, आमा बाउलाई अलिक डिस्टर्ब भयो भने मोबाइल दिएर जा भाइ उयो जा बहिनी उता थन्किन्छ नानी ढुक्कै, आमा बाउलाई टेन्सन, खाना पनि खोज्दैन, पानी पनि खोज्दैन, चिया पनि खोज्दैन। तर त्यो नानीले त्यो मोबाइलमा के सिकिरहेको छ, के हेरिरहेको छ, त्यो चाहिँ हामीले ध्यान दिँदैनौँ। नमस्कार, है म गोरारी मार्केस्ट वार्ड नम्बर 10-11 सदस्य विश्वमणि राई र मसँग हुनुहुन्छ यहाँ समिति मेम्बर सिजन तामाङज्यू र यहाँ हुनुहुन्छ पञ्चायत सदस्य भाइ विवेक सुब्बाज्यू। र विशेष गरी है तपाईँहरूलाई हामी जानकारी दिन चाहन्छौँ, गोराबारी मार्केस्ट ग्राम पञ्चायत अन्तर्गत आज 28/5/2025 को दिन है हामीले माध्यमिक साथै उच्च माध्यमिक 2025 मा जसले माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा सबैभन्दा ज्यादा अङ्क लिएर उत्तीर्ण भएको थियो उहाँहरूलाई हामीले आज सम्बर्धना गर्ने, उहाँहरूलाई निधो गरेर आज त्यो कार्यक्रम सफल भयो। र विशेष गरी कक्षा 10 का छात्र प्रवासिका राई रिन्टङ निवासी र साथै उच्च माध्यमिकमा बालासन निवासी दिपेन्द्र देवानको छोरी श्रुतिश्री देवान ज्यूलाई हामीले आज सम्बर्धना गर्यौं है विशेष गरी। र सम्बर्धना साथसाथै आजको जुन हाम्रो अवेरनेस क्याम्पेन पनि अवेरनेस प्रोग्राम पनि राखेको थियौं, जनचेतनामूलक कार्यक्रम, जसको निम्ति हाम्रो यस सुनादा ओपी का हाम्रा एसआई सर हाम्रा योगेश ठकुरीज्यू पनि उहाँ पनि आउनु भएको थियो र उहाँकै मुखरबिन्दबाट आज एन्टी ड्रग साथै ह्युमन ट्राफिकिङ बारे पनि जनचेतना कार्यक्रम भयो है। साथै अन्य धेरै कार्यक्रमहरू हामीले राखेका थियौं र यसै कार्यक्रमलाई अलिकति रोचक बनाउनको निम्ति हामीसँग अक्कु डान्स स्टुडियोका नानीहरूबाट पनि नृत्य डान्स प्रस्तुत यहाँ गरियो है। र सबै हाम्रा आमन्त्रित सम्पूर्ण हाम्रा गेस्टहरूलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ। विशेष गरी उहाँहरूले आफ्नो बहुमूल्य समय निकालेर पनि यस कार्यक्रममा जोडिदिनु भयो र हामी सम्पूर्ण पञ्चायत गोराबारी मार्केस्ट ग्राम पञ्चायतकै तर्फबाट एकदम हृदयबाट नै उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। धन्यवाद।